यो अञ्जली नाच्दैछ र मैदानमा पुऱ्याएर घरतिर आज चाहिँ राइडिङ गर्न आएको गाइस। वेलकम। आज अञ्जलीको घरमा छु म यहाँ छठमा। अनि हामी चाहिँ यो अञ्जली नाच्दैछ। म चाहिँ आज अञ्जलीको घरमा छु। अञ्जली चाहिँ यहाँ फोन खेल्दैछ, कोसँग च्याटिङ गरिदियो मलाई थाहा छैन। खै यता यता आजको दिन कस्तो चल्दैछ? बिहानदेखि कामै काम त ल बिहानदेखि उसको कामै काम छ अरे। म चाहिँ यहाँ हेरेर खुसी भएर बसिरहेको छु त्यसको घरमा। ल ओके होइन? राति बिहानको 5 बजे सुत्यो अनि ल बिहानको 5 बजे सुतेको। म चाहिँ हिजो छिटो सुतेको थिएँ। म त बिहान त कस्तो उठ्ने बित्तिकै ढाड दुखेर के दुख्यो मलाई भन्नै सक्यो। नसर मर्ला अहिले यति तल खसेपछि त मान्छे मरिहाल्छ। ल खाँदैछ हामी है, भ्लग हेर्दै कप्प खाँदै है। दुईटा अन्डा पाएछ। ल गाई चाहिँ अब चाहिँ टपको हलाएर यस्तो मैदान चोकतिर जाँदैछु। मेरो लाउरे साथी होइन, बिचरा लाउरे साथीलाई लिनु जानु पर्यो। बिचरा लाउरे साथी अब त्यहाँ के गर्दैछ? ओहो आलु टिप्ने समय भइसकेछ यता। अब के गर्नु भने आज चाहिँ राइडिङ गर्न आएको गाई। खासै केही भएन, तर पनि यतातिर आउँदैछु। यो लाउरे खोज्दा कता भाग्यो कता भेट्न पनि गाह्रो। मैदान चौकमा पुग्न पनि लाग्यो, लाउरे चाहिँ भेटेन। बिचरा लाउरे त्यही जस्तो छ। त्यो लाउरे खासै खुसी लागेन तपाईँ? मलाई काम छैन मलाई के लाग्छ? ओहो ल गाइस अब चाहिँ यस्तो घरतिर लाग्दैछु अब त्यो लाउरेलाई र मैदानमा पुऱ्याएर घरतिर लाग्दैछु। अब के गर्नु, हिँड्दा थाक्यो, केही छैन। हिँडिदिन्छ नि उहाँले, खुट्टा दुखी हिँडिदिन्छ नि उहाँले होइन। खुट्टा थोरै त दुख्छ, धेरै दुख्दैन। धोती जस्तो थोरै बोल्नुपर्छ।